टक्क लाएर मैले एउटा कुरा भन्दैछु। यो एउटा सत्य घटना र जनचेतनाको लागि पनि हो। यस्तो हुँदो रहेछ। मेरो छोरीले यहाँबाट एउटा व्यक्तिलाई विदेशमा हुँदा पैसा अनि कपडा किनेर दिइन्। ती विदेशमै छिन् अनि यहाँ बोलचाल हुँदै गर्थ्यो मसँग पनि, मेरो बुढीसँग पनि, मेरो छोरीसँग नि, ज्वाइँसँग पनि। अनि यस्तै कुरा हुने क्रममा अनि त्यो उनलाई किनेर सामान पठाइदिन्। त्यो पैसा पनि उनले फिर्ता दिइन्। अनि त्यसपछि चाहिँ फेरि के भयो त भने मेरो छोरीको विदेशको भिसा लाग्यो, अस्ट्रेलियाको। अनि भिसा लाग्ने क्रममा चाहिँ उहाँले चाहिँ के गरेछिन् भने मेरो ज्वाइँलाई फेसबुक पनि ब्लक गराइदिन्छन्। अनि मेरो छोरीलाई पनि फेसबुकबाट आउट गराइन्, मलाई पनि आउट गराइन् र मेरो बुढीलाई पनि आउट गराइन्। हामी कोही कसैले यसरी कसैलाई आउट नगरौँ। रिस राग डाड भन्ने कसैले नगरौँ। ठिक छ, तिमी विदेशमा गयौ, तिम्रो राम्रो प्रगति होस्, उन्नति होस्, राम्रो पैसा कमाऊ, ठुलो मान्छे बन। तर पनि मैले तिम्रो केही खाइदिएको थिएन परिवारको। मेरो छोरीले तिमीलाई सहयोग गर्दा गर्दै पनि त्यसरी फेसबुकबाट बन्द गर्ने के जरुरी थियो ल भन त। मलाई यो देखेर साह्रै दुःख लाग्यो। हामी कसैले यस्तो व्यवहार नगरौँ। तर म उसको नाम चाहिँ लिन चाहन्न र मैले मान्छे राम्रोसँग चिने। रिसले जलन हुँदा रहेछन् आफ्ना मान्छे नै भन्ने कुरा यति स्पष्ट भयो। मैले यो मेरो छोरीको लागि यो भिडियो बनाइदिएको हो। यस्तो नगरौँ भनेर कोही समाजमा यस्तो घटना भइरहेको छ अहिले पनि।